सरले के खान्छ त्यही छोरी हेलो गर त्यही खान्छ क्या ल आऊ मेरा टोलीहरू के भयो खस्यो जिब्रो धगल्ने होइन नि त खाने हो नि त ल आऊ ल हामी चाहिँ आज घुम्न लागि आएको छ हाम्रो यहाँ कोलपुरमा त्यो चाहिँ लाइट चाहिँ यस्तो राम्रो लगाएको रहेछ अहिले सबैजना यहाँ घुम्ने हुँदो रहेछ सबैजना घुम्न आउनु भएको छ यहाँ हाम्रो योद्धा पनि यहाँ हुनुहुन्छ चम्मच ल्याएनौ चम्मच छैन माग्यो बाबु चम्मच छोरीलाई हाम्रो चाहिँ यहाँ कोलपुरमा यहाँ तपाईँको रिभरमा राम्रो बनाएको छ बस्नलाई चम्मच चाहिँ भुल्ने रहेछ होइन ल लाऊ छोरी लाऊ हेलो आऊ ल यो चाहिँ हाइवे हो हाइवे रोडबाट गाडी चलिरहेको छ यस्तो राम्रो ठाउँ छ हेर्न सक्नुहुनेछ सबै राम्रो राम्रो ठाउँ छ बत्तीहरू बलिरहेको छ यहाँ हेर्नुहोस् साँझको बेलामा हेर्न सक्नुहुन्छ ल आऊ हेलो गाइज नमस्ते ल खाऊ खाऊ बस छोरी बस त मेरो छोरी चाहिँ माथि बसेछ है छोरी र हेर मेरो छोराको चाहिँ आइसक्रिम खाँदा खाँदा यहाँ खसेको छ हेर्न सक्नुहुनेछ तर अहिले चाहिँ ए हो र आइसक्रिम चाहिँ यहाँ खसेको छ यिनी बाबु चाहिँ धेरै हाँसिराख्ने खसेको देखेर छोरी चाहिँ यहाँ बसिरहेको छन् ल आऊ तिमीहरू आऊ न अगाडि बढ छोरा पनि कति राम्रो छ नि बस्नलाई है साँझको टाइममा चाहिँ यहाँ घुम्न सक्नुहुन्छ तपाईँहरू हाम्रो 18 वर्षको भाइ पनि आउँदैछ नि यहाँ के छ मेरो भाइ हेर मेरो फ्यामिली हेर हेलो ल हेर हेर्न सक्नुहुन्छ उहाँ कस्तो राम्रो बोलिरहेको छ हामीहरू चाहिँ पनि यहाँ घुम्न आएको छौँ आज हेर्न सक्नुहुन्छ बाबु कहाँ छ तिमीहरू छोरी छ मेरो छोरी छ हामी चाहिँ अब एकछिन यहाँ बस्नेछौँ अब अलिकति यहाँ बसेर अब आइसक्रिम खानेछौँ अब धेरै हामी घुमिसक्यौँ होइन बसेर हामी आइसक्रिम खाँदैछौँ बस यहाँ नभए आऊ यता बस बस मेरो छोरीले चाहिँ आइसक्रिम बसेर खाइरहेको छ होइन छोरी यो के खाँदैछ छोरी आइसक्रिम हो मिठो छ हेलो मिठो छ हो र लाइट कस्तो अर्कै बलेर छ अनि अरू उता छोरीले के खाइरहेछ होइन मिठो लाग्छ मिठो छ ए हेर्ने
ल हामीले आइसक्रिम खायौँ यहाँ पैसा दिन चाहिँ हामी भोलि छौँ तर अब अहिले जाने क्रममा अहिले हामी पैसा चाहिँ दिनेछौँ केही छैन अलिकति भुलेको छौँ ल यता हेर छोरी हेलो आंटी कहाँ है कहाँ पे आंटी किधर है आंटी आंटी को मार्ट में जाऊँ ना आंटी को मार्ट में न जाऊ आंटी अलिक रिसाउँछ अहिले जाम आंटी मैंने जाऊँ शॉपिंग कराऊँ